हेलो एभ्रिवान, सबैजनालाई मेरो नमस्कार छ। हिजोको भिडियो चाहिँ हाल्ने प्लान त थियो, अब तर के गर्ने, सन्चो थिएन कि अस्ति फुटसल खेलेको थियो नि त। अनि यस्तो शरीर दुखेर यस्तो ज्वरो आएको थियो कि हल्का धेरै पछि खेलिएको थियो। अनि पसिना ससिना आएर अनि नुहाइदिएको चिसोमा, अनि त्यसपछि अनि ज्वरो आइगयो क्या। अब के गर्ने, यहाँको मौसममै त्यस्तै छ होइन। त्यही भएर अब आज चाहिँ म भिडियो गराउन गइरहेको छु। के कस्तो लाग्छ कमेन्ट, लाइक, सेयर, सब्सक्राइब के हुन्छ सबै ठोकिदिने हो, ठोकिदिनु, सबै ठोकिदिनु होला। र अब हामी चाहिँ एकछिनमा चिया खानेकुरो हुन्छ। अनि त्यसपछि चिया खाइसकेपछि चाहिँ बाहिर निस्किने हो। अब कता गइन्छ, एकछिन यसो सर र पार्कतिर घुमेर आउनुपर्ने हुन्छ होइन, माइन्ड पनि फ्रेस हुन्छ। चाहिँ हाम्रो चिया आइसकेको छ, हामी चिया खानुपर्ने हुन्छ। दामी छ नि त फेरि चिया। अब चाहिँ हामी चिया खाएर ट्याक्क बाहिरतिर जाने कुरो हुन्छ होइन। यसो बाहिरको माहौल के कसो छ ट्याक्क होइन, अब घुमेर हुन्छ। अब चाहिँ हामी ट्याक्क लाएर खुरमा पनि हानिदिनुपर्छ, फेरि ट्याक्क हुन्छ नि त, नास्ता दिनु पऱ्यो त अलिअलि चहल पहल कुडुङ्गो टोकेर। तपाईँहरू पनि खानु चाहनुहुन्छ भने ट्याक्क आउँदा हुन्छ, म नाइ भन्दैन, म ट्याक्क खुवाइहाल्छु फेरि। हो कि रोहन, कस्तो मोज गराउँछौ कि तिमीलाई चिया खाएर अब फिल्म हेर्न जाने कुरा छ। अब यति चिया खाएर ट्याक्क हामी चाहिँ होस्टेलतिर हेर्न जाने कुरो हुन्छ। तपाईँ पनि आउनु होला, तपाईँहरू पनि आउनु होला। ट्याक्क सँगै बसेर हुटिङ सुटिङ गरेर चहल पहल दिनु पऱ्यो त त्यहाँ अलिकति होइन र। अब चाहिँ म एक लट खुरमा फेरि टोकिहाल्छु ल। तपाईँहरूलाई खान मन लाग्छ भने लिनुहोस्, खानुहोस्, मोज गर्नुहोस्, तर म दिँदिनँ। एकचोटि खाने बानी छ नि त, मिठो यस्तरी। अब चाहिँ म चिया खाएपछि भेट्छु ल। हेलो, अब चाहिँ हामी ट्याक्क लाएर पार्कतिर जान लाग्यो। आजको मौसम पनि दामी छ कि, फेरि अब हामी चाहिँ ट्याक्क पार्कतिर गएर यसो ट्याक्क अब बस्ने माहौल हुन्छ। के छ दाइ, सन्चै हो? हाई गर्नु न मेरो भलकमा, सन्चै हुनुहुन्छ ल? दामी हाम्रो दाइ हुन्थे त्यहाँ। अब ट्याक्क यता बिरामी सिरामी भयो भने दाइले फेरि सबै कुरा सबै हेर्छन् कि, फेरि दामी छन्, बेस्ट छन् कि फेरि तिमी दाइ फेरि होइन। सबै हेर्ने काम गर्छन् कि बिरामीहरू के। मैले अब यहाँ धेरै यहीँबाट औषध लिएर आउँछु प्रायः जस्तो, त्यही भएर। यो चाहिँ हाम्रो दाइले जिम गर्ने ठाउँ हो कि न दाइ? यहाँ कति महिना एक महिनाको 2000 तिरेर 2000को डाइट हानेर पनि नआएको छ फेरि। कति? आजको मौसम हेर्नुहोस् न, आजको मौसम काठमाडौँको चहल पहल यस्तै छ आज, दामी। अब चाहिँ आज मेरो कपाल कस्तो देखेछ त हेर्नुहोस् न हजुर, ट्याक्क मिलेको छ नि त होइन। आजको माल चाहिँ नआएको छ। अब तपाईँहरूलाई चाहिँ म दामी ट्याक्क सारीमा नारीहरू देखाउँछु ल। दामी एकछिनमा आउँदैछन्। यस्तो पार्टी प्लेसबाट निस्किरहेको छ जस्तो लागिरहेको छ मलाई चाहिँ। भित्र छिरे भागिहाले पलाएर। अब चाहिँ हजुरहरूलाई म सारीमा नारीहरू देखाउँछु दामी ट्याक्क लाएर हेर्नुहोस्। अब बिहे छ क्या हो आज, यता हिँडिदिनु पर्छ क्या हो बिहे खान, हगेर हो। मासु भात गरे ट्याक्क दिनुपर्ने हुन्छ। अब यहाँ हेर्नुहोस् न त फेरि। हेलो, भाइरल एकदम दामी। अब चाहिँ हामी ट्याक्क लाएर शङ्खमुख पार्कतिर जाने कुरो हुन्छ। अनि त्यसपछि हजुरहरूलाई पार्कमा गएर के गर्छु सबै कुराहरू देखाउँछु। अब आज चाहिँ दह्रो पानी पर्ला जस्तो, फेरि पानीले चुट्यो भने चाहिँ फेरि बहुतै नराम्रो हुन्छ होइन। यहाँ फेरि यस्तै हो कि सधैँभरि जामै जाम हुन्छ कि यहाँ चाहिँ होइन। आम्मा पुई लचकियो कमर तिम्रो लचक ट्याक्क लाएर अब चाहिँ हामी हाम्रो गन्तव्यमा पुगेको। ट्याक झर्नुपर्ने कुरा हुन्छ। हामी चाहिँ अब हामी आफ्नो गन्तव्यमा पुगिसकेको। अब चाहिँ हजुरहरूलाई म पार्क देखाउँछु, काठमाडौँको पार्क। ट्याक्क लाएर हेर्नु होला अब सबैले, दामीसँग मिलाएर हेर्नुपर्ने हुन्छ फेरि, थाहा छ किन यस्तो कुराहरू। ट्याक्क लाएर यहाँ आएपछि चाहिँ पुरा गाउँको जस्तो फिल हुन्छ के, गाउँको जस्तो भाइब्स आउँछ, गाउँको जस्तो अलिकति
यहाँ चाहिँ अलिकता यो फेरि गन्नाउने पानी छ क्या फेरि लास्टै गाउँको त लास्टै के 100मा 100% गाउँको फिल आउँदैन कि 100मा 25% चाहिँ गाउँको फिल आउँछ यहाँ आएपछि चाहिँ दामी दामी होइन तर यस्तो गन्ना आउँछ गु जस्तो गन्ना आउँछ पानी आम्मा कसम यो पानी फेरि भन्दा पनि गन्ना आउँछ कि फेरि होइन लास्ट गन्ना आउने हुन्छ कि फेरि यो पानी फेरि अब चाहिँ क्या टिकटक बनाउनु लाग्यो देखाउँछ अब म देखाइरहेको थिएँ दाइ यार अब टिकटक बनिरहेको छ यहाँ चाहिँ हाम्रो मोडलहरूको दामी दामी दाइ फेरि यस्तो देख्यो भने लास्टै खुसी हुन्छ नि दाइ फेरि यस्तो देख्यो भने लास्टै खुसी हुन्छ नि खानै खान्न नि त आम्मा दाइले अब त यहाँ ट्यागको टिकटक सिकटक बनाइरहेको छन् होइन हामीले यहाँ डिस्टर्ब गर्नु चाहिँ हुँदैन यहाँ चाहिँ अलिकता यहाँ फेरि स्ट्रिक्ट नै हुन्छ क्या फेरि अलि ज्यामै हुन्छ होइन हल्का केही भन्नु छ आन्टी ल भन्नु ए ल हामी चाहिँ अब यहाँ ट्यागको एउटा यहाँ सङ सुन्ने गऱ्यो अब कस्तो टाइपको सङ हो भन्ने कुरा हुन्छ कसरी हेडफोन लगाएर सुन्ने हो ए ल अब हामी चाहिँ यहाँ ट्यागको एउटा सङ यहाँ हाम्रो आन्टीहरूले यहाँ सङ सुनाइराख्नु भएको छ अब कस्तो सङ हो त्यो चाहिँ अब हामी सुनेपछि चाहिँ हामी भन्नेछौँ के कस्तो हो भनेर अब त्यो भन्छु म चाहिँ एकछिनमा यो सुनेपछि हजुर यो खास के को आन्टी भनिदिनु त हजुर शान्तिको सन्देश ए यहाँ रहेछ यहाँ शान्तिको सन्देश भनेर हुन्छ निशुल्क यहाँ फ्रीमा आएर सुन्न सक्नुहुन्छ होइन ल अब चाहिँ दाइ यो लगाउनु त यो मेरोमा दाइ ल अब चाहिँ हामी यो ट्यागको सङ लास्ट मजा आउने रहेछ त हौ हामी चाहिँ अब ट्यागको सुनिरहेको छौँ एकछिन पछि एक्सप्लेन गरौँ लागेको छु हामीलाई चाहिँ ठिकै लाग्यो अब यिनीहरूलाई कस्तो लाग्यो ल दाइ हजुरलाई कस्तो लाग्यो भन्नु त शान्ति सम्भव छमा के बुझ्नुभयो भनिदिनु न त अब के बुझ्नु किन म बुझ्छु भन्ने बारेमा थियो होइन साइकोलोजी टाइपको राम्रै थियो राम्रो थियो ल हस् हजुर हस् ल धन्यवाद हस् हजुरले यति भनिदिनु हो खुसी लाग्यो अब चाहिँ हामी उतातिर जानुपर्ने हुन्छ यो चाहिँ हाम्रो टपिक्स चाहिँ शान्ति सम्भव छ भन्ने टपिक्स थियो होइन अनि यसमा चाहिँ के थियो भनेपछि हामीलाई के कुरा पुग्दैन टाइपको थियो कि हामीलाई केही कुराले पनि पुग्दैन हामीलाई केही कुराले सम्झिनै मिल्दैन भन्ने टाइपको थियो त्यसमा चाहिँ जस्तै कि अब मानिसलाई केही कुरा पनि जति भए पनि नपुग्ने रहेछ भन्ने टाइपको थियो क्या हामी अब छोटो मिठोमा बुझौँ न हो यही अनुसारले थियो त्यो चाहिँ अब चाहिँ हामी ट्यागको लागि त्यहाँ सुनेर निस्केको होइन तर राम्रो रहेछ जो यो सुनेपछि चाहिँ छुट्टै मजा आउँदो रहेछ क्या त्यो नगरौँ भन्ने टाइपको थियो क्या अब चाहिँ एकछिन चाहिँ दिमाग नै सोचै फरक पार्दै थियो क्या हामीलाई चाहिँ अब किन म जीवित छु भन्ने टाइपको थियो क्या अब किन त अब अप्सनै छैन पैसा कमाउनको लागि मात्रै भनेर त भएन होइन अनि यस्तो चाहिँ भएन तर म चाहिँ ट्याग लगाएर भ्लग सलग बनाउनको लागि जीवित छु भनौँ न भन्ने अरू केही भन्नु छ दुई शब्द मेरो केही छैन आजलाई भन्नुलाई रोहन तिमीले केही बुझ्यौ अलिकता त्यो छोटो मिठो छोटोमा भनिदेऊ न शान्ति सम्भव छ गुड शान्ति सम्भव त बुझेँ यिनले फेरि उल्टो बुझे दाइले हजुरले के बुझ्नुभयो गरे मैले त किन जीवित छ अनि हामीले बुझेको चाहिँ सबैले एउटै हो तर भन्ने तरिका चाहिँ फरक हो है फेरि त्यस्तो नसोच्नु होला अब चाहिँ हामी यहाँ क्रिकेट म्याच देखाउनेछौँ हजुरहरूलाई एनपिएल ट्याग कलाएर विराटनगर भर्सेस हाम्रो सुदूरपश्चिम भर्सेस जनकपुर भन्न खोजेको तर अलिकता मिस्टेक भएर सुदूरपश्चिम भर्सेस जनकपुर बोल्ट्सको देखाउनेछौँ एकछिनमा हामी क्रिकेट म्याच हामीसँगै जुरिनु होला तपाईँहरू हाम्रो चाइल्ड सुदूरपश्चिमबाट अब बलिङ गर्न आउनुभएको छ ट्याग कलाएर बलिङ अब विराटनगर किङले हान्नुभएको छ
फेरि पनि बलिङ गर्न, तर कहाँ ग्राउन्डमा कहाँ 2 जना थपिएको त ग्राउन्डमा। एक्स्ट्रा प्लेयरहरू यो बाहिर निस्किँदैछन्। अब चाहिँ आटलर यहाँबाट सुदूरपश्चिमबाट बलिङ हुँदैछ र उताबाट आमा छक्का ट्याक कोलाएर आएको छ। चाहिँ हामी रुममा पुनः लाको उताबाट यस्तो सट्ट घुमेर टक्क एकछिन फ्रेस भएर आइदिएको क्या फेरि। अब हामी यहाँबाट छुट्टिनु पर्ने हुन्छ सबैजना। अब दाइ आफ्नो जिमको उसमा जानुहुन्छ अनि रोहन चाहिँ रुमतिर जान्छन्। अब दाइ चाहिँ आज केरा खाएर जिममा जाने दिमाग खराब। 6वटा केरा किन्नुपर्छ, 6वटै केरा हानेर आज जाने हुने दाइ। केरा देखाइदिनु न एकचोटि, देखाउनु न के देखाउनु न भनेको डाइट हो नि यार दाइ यार। अब चाहिँ म यति भन्दै आजको भ्लग यहीँ सकाउन चाहन्छु। तपाईँहरूको माझमा दामी अझ यस्तै भिडियो हेर्ने मन छ भने तपाईँहरूले लाइक सब्सक्राइब सेयर सबै गरिदिनु होला र तपाईँहरूले बेल आइकन बजाइदिनु होला टेङडङ 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 पारेर। ल बाई, भिडियो पनि आउँछ ट्याक्राङ ट्याक्राङ। ल दाइ बाई। ल अब हामी चाहिँ छुट्टिनु लाग्यो। म चाहिँ रुमतिर जानुपर्ने हुन्छ। दाइहरू चाहिँ आफ्नो आफ्नो काममा, उनीहरू म पनि आफ्नो काममा। अब रुममा पुगेर च्याट्ट रुममा पुगेर सुत्दिने कुरा हुन्छ। अब आज चाहिँ यति नै भन्दै म यहाँको भ्लग सकाउन चाहन्छु। हस् त बाई, सबैजनालाई मेरो हृदयदेखि नै नमस्कार, टाटा बाई बाई। भोलि भेट्नुपर्छ ल।